हेलो नमस्ते। यो चाहिँ साउथ सिक्किमको हेलिप्याड नाम्ची हेलिप्याड हो। नाम्ची हेलिप्याड चाहिँ यता पर्छ। यो चाहिँ नाम्चीमा रहेको हेलिप्याड हो। हेलिप्याडको लागि यहाँ यस्तो यहाँनिर चाहिँ हेलिकप्टर आएर बस्ने केही कार्यक्रम हुँदाखेरि प्रोग्रामहरू हुँदाखेरि यहाँ हेलिप्याडको लागि यहाँ ठाउँ पनि राखेको छ। एच पर पनि छ। यहाँको सराउन्डिङ अत्यन्त राम्रो छ। मौसम पनि साँच्चै नै क्लियर छ। यो हेलिप्याडदेखि पर हिमाल पनि छाङ्गै देख्न सकिन्छ। यता रहेको छ हेलिप्याडको यो अफिसियल भवनहरू। यहाँनिर यो चाहिँ गेट हो, यहाँ प्रवेश गर्ने। यहाँनिर चाहिँ गेट छ। यो चाहिँ पर रकेट पनि पुरा उडिरहेछ। फाइटर रकेट, डर लाग्दो फाइटर रकेट उडिरहेछ। यहाँबाट हेर्न सकिन्छ अत्यन्त मनमोहक दृश्य। यो वरिपरि चाहिँ वातावरण एकदम सुनसान छ, तर यहाँ चाहिँ फाइटर जेटको उडान प्र्याक्टिस भइरहेको चाहिँ क्या हो, हल्ला आइरहेछ फाइटर जेटको। यहाँ निकै ठुलो डाँडामा छ। डाँडादेखि यो डाँडामा चाहिँ ठुलो छ क्या स्पेस। यहाँ आएर आनन्द लिन सकिन्छ। यस्तो चाहिँ एरिया चाहिँ मान्छे बस्ने ठाउँ पनि छ। लोकेसन निकै नै राम्रो छ। मौसम निकै राम्रो छ। रे पनि भिजिबिलिटी, टाढा भिजिबिलिटी क्लियर छैन। देख्न सकिन्छ यो कञ्चनजङ्घाको माउन्टेनको यो दृश्य साँच्चै नै मनमोहक छ के। हेर्नुहोस् है कति परको दृश्य। हिमाली भाग यहाँबाट मैले जुम गरेर देखाइरहेको छु। माउन्ट कञ्चनजङ्घा। वाउ, कञ्चनजङ्घा साँच्चै नै सुन्दर छ कि। शान्त क्षेत्र। यदि नाम्ची आउनुभयो भने यहाँबाट चाहिँ दृश्य अवलोकन गर्न सबैजना हेलिप्याडमा आएर दृश्य चाहिँ तलको गाउँ बस्ती सबै हेर्न सकिन्छ है। यो हाइटमा भएकोले यो डाँडामा धेरै डाँडामा छ। यहाँबाट चाहिँ गाउँ बस्ती एकदम मनमोहक रूपमा देख्न सकिन्छ। पर कञ्चनजङ्घाको दृश्य पनि अति सुन्दर छ। साह्रै रमाइलो छ कि। यहाँबाट आनन्द आउँछ। सहरको भिडभाड सबैलाई छोडेर यहाँ आउँदाखेरि चाहिँ देश साह्रै रमाइलो छ। शान्त मिलेको छ। यहाँ आसपासमा मन्दिरहरू पनि राम्रो राम्रो मन्दिर पनि छन्। साई मन्दिर लगायत धेरै मन्दिरहरू रहेको छन्। किराँत मन्दिर होइन, सबै मन्दिरहरू छन्। तसर्थ नाम्ची आउनुभयो भने यो ठाउँ चाहिँ कसैले पनि मिस नगर्नुहोस् है। यहाँ निकै कम्ती मान्छेहरू आउँछन् र हामी चाहिँ यो ठाउँमा आउने अवसर मिलेको छ। सबै स्टे ट्युन्ड। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। थ्याङ्क यू।